उठेर सर्ट दिन सक्ने चान्सेस यहाँ म देख्दैछु। मेबी क्रल गरेको आवाज उनले सुने भने पछाडि फर्किएर हेरेर लान्, नभए डिआरएसले पनि प्लेयर क्याजुअलिटी अर्को एउटा फेस गर्न सक्ने म्याक्सिमम चान्सेस मैले यहाँबाट देखिराखेको छु। डेल्टालाई कुनै आइडिया नै छैन। उता R3G को प्लेयरको पोजिसनले पनि सायद थोरै P6लाई त्यो साइडतर्फ ड्र्याग गरिराखेको त छ नै, बट P6 त्यो बिचमा क्रल गर्दै गर्दै पोजिसन चेन्ज गर्दैछन्। उठेर गए अगाडि, डेल्टालाई देखेका रहेन रहेछन् उनले पनि। डेल्टाले स्पट गरे, सर्ट दिने मौका डेल्टाको तर्फबाट डाउन निकालियो। डेल्टा पछाडि पनि हेर्नुपर्ने हुन्छ, अर्को प्लेयरको पनि इन्ट्री हुँदै थियो त्यहाँ। R3G को प्लेयर आएका छन्, डेल्टा सपोर्ट माग्दै होलान् त्यहाँ ग्यान्टेसँग। थ्रोएबल गर्छन्, थ्रोएबल फाल्नै छन् उनले। एचपी राम्रो कम गराइयो पनि, डेल्टाको अगेन्स्टमा पनि नेड फालिएको त थियो, थ्याङ्कफुल्ली त्यसले ड्यामेज दिएन। R3G का प्लेयर खोज्दैछन् हिल गर्न भ्याए पनि, डेल्टाले पनि हिल गर्न पाए थ्याङ्कफुल्ली। म त सोच्दै थिएँ उता नाभिके प्लेयरले समात्देलान् भनेर, ग्यान्टेको भिजनमा पारियो र R3G को त्यो प्लेयरलाई पनि डाउन निकालियो। एलिमिनेसन सिक्योर गरिनेछ। डिआरएस स्प्लिटमा छन्, किलर वाइटी हर्के डाँडाकाँडामा देख्दैछु म, दुईजनाको डुओ यता चल्दैछ। अनि R3G लोवर पोर्सनमा भएको प्लेयरलाई थ्रोएबलको साथमा डाउन निकाल्ने बारे सोच्दैछन्। डिआरएसको टिम चौथो एलिमिनेसन पोइन्ट, पाँचौँ सायद त्यो पन्चरको पोजिसनको बारेमा क्लियर आइडिया छ। डेल्टासँग गाडी पड्काउने कोसिस उनी गर्दैछन्, धेरै एग्रेसिभ भएर ओभरपिक पनि उनले गरेका त छैनन्, बट थ्रोएबलको प्रायोरिटी पनि दिन खोजिँदैछ। यहाँ एउटा वेल कुक नेड जाँदै थियो, गाडी पड्काइयो, एलिमिनेसन सिक्योर गरिनेछ। पाँचौँ एलिमिनेसन टिमको नाममा अब बचेका प्लेयरहरूलाई हन्ट गर्न बाँकी छ। कस्तो ठाउँमा छन् क्या प्लेयरहरू फेरि। उता नक निकाल्ने क्लियर एङ्गल रहेको थियो ग्यान्टेसँग। चिकन डिनर यहाँबाट त बन्नु पर्ने हो। नयाँ सर्कलको सिफ्ट सँगसँगै तलपट्टि सायद भर्चुअस प्रोको दुईजना प्लेयर कर्नरमा बसिरहेको छन्। त्यो प्लेयरलाई किलर वाटीले देख्न सक्दो रहेछन्। अहिलेसम्म होल्ड गरेको छन्, बिकज उनीहरू त्यहाँबाट निस्किन्छ अनि सर्ट्स हान्छु सायद उनको प्लान रहेको छ। बट किलर वाटी आफैलाई पनि जोनमा जानुपर्ने हो, या उनी आफै पनि जोनमा जानुपर्ने रहेछ। पिङ्कम्यान खसे, साथी खसेरै फिनिस भयो बाइ द वे। यता C1 को प्लेयरलाई ग्यान्टीले फिनिस गर्न सक्छन्। किलर वाइटीको एङ्गल इम्पोर्टेन्ट छ, बट उनी अलाइभ रहन सक्छन् कि सक्दैनन् यो एउटा क्वेसन रहनेछ। उता ग्यान्टे खसेर नक भए, रङ टाइममा खसेर नक भए। C1 को टिमले एलिमिनेसन लाने भए, अब उनीहरूको लागि इभन जोन इन्ट्रीको पनि सायद सम्भावना बन्न सक्छ। उता किलर वाइटीले देख्दै त छन् सायद सर्ट्स लिएर, अनि C1 ले पनि भर्चुअस प्रोको एगेन्स्टमा सर्ट्स लिएको छ। यो म्याच कसले जित्ला भनेर भन्न गाह्रो हुन थालेको र हुन त डेल्टाको पोजिसनले अझै पनि फेभरेट सायद रहेको छ भनेर डिआरएस भन्न सकिन्छ। माथिबाट सर्ट्स आयो, डेल्टाले अर्को प्लेयरलाई नक निकाल्ने मौका पायो अनि प्लेयर नै फिनिस भयो। किलर वाइटी अब लड्न जानेछन्। 2v1 को सिचुएसन रहेको छ, हिल गर्नको लागि चान्स भर्चुअस प्रोले लिँदैछ अहिलेसम्मलाई त, बट तीनटा नेट छ, डेल्टा पनि छन् अनि किलर वाइटी पनि छन् भनेपछि यहाँबाट हिल गर्न अथवा सर्कलसम्म आउन सायद मौका दिइनै छैन। सर्कलमा आउनै दिएन, नेड पड्काइयो अनि डिआरएस आजको दिनको ग्रान्ड स्टार्ट गर्दैछ विथ द चिकन डिनर टुर्नामेन्टमा।